यस्तो बाटो बिना पनि हिँड्नु पर्ने यार। बाफ रे। पेचक पेचक पेचक। मलाई घाँसले काटेर एलर्जी होला भइसक्यो। अब यहाँबाट कता? Fuck. This is so terribly made. बाटो छैन, बाटो छैन। अब यत्तिकै जाने के हो यस्तो? यो सुन खानीमा आयो क्या हामी? अघि बोटेहरू सुन निकाल्न गएछ भन्दै थियो। हेर न कस्तो भुइँ पनि कस्तो चम्किरहेछ। फाङ हाल न फाङ। ओहो गज गज। हजुर हेलो हजुर ओए केही पनि सुनिहाल्नु म पछि कल गर्छु ल। के सुन्नु तिमीले? कस्तो यो बाटो कस्तो छ यो? सब काटेर यस्तो बाटो छ कि बाटो के बाटो यस्तो छ कि कुरा नगर। बाटै छैन भन न। बाटै छैन नि यहाँ हिलोमा त नदीको किनारा हिलोमा हिँड्दा बच्चा गड्यो भने लाइफ गयो। दलदलमा फसिँदैछ। दलदल के दलदल। ए ओहो खुट्टा कति गड्यो क्या। सोझो बाटो मरि अಯ್ಯೋ कोतर्यो नि। ल है म अझ कस्तो हुन्छ पछि गडे म त। दलदलमा फसिहालेँ नि। मलाई हात देऊ नत्र म गर्छु यही। त्यत्तिकै हामीलाई जे पाए त्यही बाटो बताइदिएर तेरी उनीहरू चाहिँ हाम्रो मजा लुटिरहेछन् हामी हिँडेको दुःख पाएको देखेर। हेर त कस्तो गडेछ त्यहाँ म। खुट्टा कोतर्यो। काश कोई होता यहाँ खींचने के लिए। अब क्या करूं? ये कैसा दिन है साला यार, ऐसा तो लाइफ में नहीं था यार। ल म हिँडेँ, तिमी मेरो भिडियो खिच्दै हिँड। म कति सर्भाइभ गर्दैछु कसलाई के थाहा। म जिन्दगी यस्तो रिसर्चमा हिँड्नेवाला छैन। न खाना छ न बाटो छ। अरे शिवा बाटो यही अगाडि क्या त्यस्तो राम्रो बाटो छ। क्रस गर्यो मैडम क्रस गर्यो। ओ त बहुत अच्छी बाटो है यार। सर्पका नानीहरू गुजुल्टा परेर बसेको भए अजिङ्गर हुन्छ खाना। ठिक छ। अहिले त अजिङ्गरलाई हामीले खाइदिन्छ जस्तो लाग्यो। अलि बाटो छ। अहिले चाहिँ अलिअलि बाटो छ कि हो कि जस्तो लागिरहेको छ। यहाँ ह्युमन बिङ्स हिँडेको जस्तो छ घाँस काटेको देखेर। Fuck man.
ओहो बाटो यही हो हिँडिरहेको हामी बाटो यार यो के अरे आँखा चिम्लिन झर हेर न कति के काँडा यार यस्तो यो सया गोच्यो बाटो आइहाल्यो नि अब त उतो काँडाले हो त कसरी होला के ए ठिक छ कहाँ घोच्छ र यस्ता जग्गा काँडाले त आयो हामी गडेको हिलो रोड त्यहाँ कहिले म तिम्रो खिचिदिन्छु पसिना आएको खिच्देऊ न मेरो त्यति जाबो पसिनालाई पनि के को पसिना हाम्रा पसिना यहाँ ओहो यहाँ रहेछ नि त बाटो हेर त ए अनि यो बाटो फेरि त्यहाँ नदीमा गएर हरा होइन होला पहिला तिमी हेरेर आऊ बाटो रहेछ भने बोलाऊ सुठी लाएर सुइया पारेर ल खुट्टाको तरेर ब्लड आएको रहन्छ जे होस् आज फेरि नयाँ एक्सपिरियन्स बाटो हिँड्नलाई माछा खोइ त्यसै हो नि त अब बोटेको गाउँमा आएपछि माछा नदेखिनु त कुरै छैन खै भ्याउ त होला के को माछा नि तिमीहरूले देख्यौ त माछा यहाँ खुट्टा चाहिँ पखाउनु पर्यो यो हिलो भोक त मलाई पनि लाग्यो यार मैले त चाउचाउ पनि हालिदिएन 12:30 हामीले नास्ता खाएको 7 बजे होइन र अब के गर्ने भोक लाग्यो यो कुमार के अरे कुमाल टारी आउन अझै टाइम छ कसो अरे वन्स मोर भने के गर्नु टाइम पास त गर्नु पर्यो भोक लागिरहेछ बाटो भेटाइए छैन कुमाल टारी पहिलोचोटि आइएछ बाटो यही हो यस्तो यो छ ट्र्याक्टर देखिएछ अगाडि फोटो खिच्छु है त तिम्रो फोटो खिच्दिन्छु ल त ल बन्द गरिदिउँ है यसलाई नगरौँ कति लामो खिच्नु 9 मिनट भयो बल्ल कहाँ जाने हामी त्यता होइन यो माथि होला र अब हेर त कता ऊ माथि अब यो बाटोले जता लान्छ उतै जाने हो त्यहाँ हल्का बाटो छ जस्तो छ मेरो हालत कस्तो भएको छ एकदम हिरोइन जस्तो देखिएको छ ती दिन गयो हो म कहिले काठमाडौँ जाने होला कहिले नक्कली हुने होला है सिपले ल्याइदिएको रातो ब्लडी लिपस्टिक कहिले लाउने होला है अनि महलमा बसेर
सेता मलमा Wait, बाटो बसेर छैन यार. I think we have to back. We have to go back here. like there is road I think. Okay, let's move. Small track, not road. Small track. साथी नानी कहिले होला त्यो सिक्ने ल्याइदिएको रातोले त्यसको दलेर तेरि फेरि ल यहाँ कहाँबाट जाने त अरे? No way. What? What the hell? What the fuck? What the bullshit? Here. यता मलाई फलो गर न तिमी. Yeah. Small body. जङ्गली body. I'm jungle queen के. ल यस्तो बाटो हेर्सिरे. Okay, गोबरका thanks. थाप्रा छन्. अब चाहिँ गाउँ भेट्टाइयो. गोबरको थाप्रो भेट्टाएपछि गाउँ भेट्टाइयो. Okay, अब सिद्धियो ल राख्दै हो. Finally, Sabi smile like